नमस्कार। अहिले हामी नरेश भण्डारी सर र म नारायण बस्नेत, उहाँ कालिम्पोङ, म काठमाडौँ। उहाँलाई म पहिला हाम्रो नेपाल यता कन्टेन्ट क्रिएटरको उसबाट स्वागत गर्न चाहन्छु। नमस्कार। थ्याङ्क यू सर, एकदमै धेरै धेरै धन्यवाद। अनि सर, तपाईँ दमक आइपुग्नु भयो, म काठमाडौँबाट म पनि आइपुगेँ। धेरै साथीहरूले हाम्रो हिजो भिडियो देखेर प्रतिक्रिया दिनुभएको छ। ए हजुर, जस्तो पुरन लामा सर हुनुहुन्छ। हजुर, तपाईँहरूको आजको यो भेटघाट केवल दुई मित्रको मात्र होइन, भारत र नेपालको आत्मीयता, फेसबुकको माध्यमले नेपालको माटो र भारतको माटोलाई मित्रताको डोरीले बाँधो। डिजिटल संसारमा यो फेसबुकले एउटा राम्रो उपहार दिएको छ भन्नुभएको छ, के भन्नुहुन्छ? थ्याङ्क यू भाइ। जुन चाहिँ मेरो पनि एउटा सोच थियो कि म नेपाल आएर नेपालमा पनि हामी एउटै भाषी, हामी एउटा सिमानाले छुट्टिए तापनि हाम्रो भाषा एउटै, संस्कृति एउटै, परम्परा एउटै, र किन हामी नजाने त गएर यसो भेटघाट गर्ने भन्दा आज एकदमै राम्रो मौका चाहिँ के पर्यो त भन्दाखेरि हाम्रो नारायण सरसँग पनि भेट हुने मौका पर्यो र सरहरूसँग हामी यसै त लाइभमा बसेको थियौँ र धेरै खुसी चाहिँ लागेको छ, एकदमै खुसी लागेको छ सरसँग भेट भयो। अनि यसरी नै घुम्ने सिलसिलामा म धेरैजनासँग भेट गर्छु होला र धेरैजनाले मेसेन्जरमा कलहरू पनि गर्नुहुँदैछ र धेरैजनासँग भेट हुन्छ होला। अनि यसरी नै सिक्किमबाट हजुर हाम्रो भीम प्रसाद शर्माजी र विमल छेत्री, हजुर सर, उहाँ सरहरूले तपाईँहरू दुई भाइलाई नै भेटघाटको शुभकामना दुई भाइलाई नै भन्नुभएको छ। आसामदेखि हरि रिजालजीले पनि शुभकामना दिनुभएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? एकदमै धन्यवाद छ सबैजनालाई, हाम्रो भीम सर है, सबैजनालाई आसामबाट सिक्किमबाट। र आज हामी यहाँ भेट भएको छौँ। यति मात्रै होइन, यहाँभन्दा अगाडि पनि हामी भेट गर्दै जानेछौँ। जति पनि कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ उहाँहरूसँग भेट गर्दै जानेछौँ र सिक्किम पनि म छिट्टै भ्रमणमा आउँदैछु र भेट हुनेछ है। आसाम पनि म आउँछु, आसाममा पनि म भेट हुनेछ है, यही भन्न चाहन्छु। र यसरी नै हाम्रो बङ्गलादेश ढाकादेखि एमडी इब्राहिमले हिजो हाम्रो भिडियो हेरेर दुई गुरुको भेट भएछ, शुभकामना छ। बङ्गलादेश पनि तपाईँहरूलाई वेलकम छ भन्नुभएको छ। मौका मिल्यो भने, यदि मौका मिल्यो भनेदेखि त्यहाँ पनि है हामी प्रयास गर्नेछौँ। बङ्गलादेश पनि घुम्ने हाम्रोमा त्यस्तो केही मिल्यो भनेदेखि हामी एकदमै कन्टेन्ट क्रिएटरको हिसाबबाट हामी धेरै जग्गाहरू जानेछौँ। पनि पहिल्यैदेखि हो, अस्ति जिएनजी आन्दोलनदेखि चाहिँ यहाँको जनतालाई के हो नेपालबाट पनि अर्निङ हुँदो रहेछ भन्ने थाहा भयो बढी जस्तो चाहिँ। र हाम्रो नेपालको कन्टेन्ट क्रिएटरहरूलाई के भन्न चाहनुहुन्छ? विशेष गरेर म के भन्न चाहन्छु भने हामीले सोसियल मिडिया जुन चाहिँ फेसबुक भयो, इन्स्टाग्राम भयो, यहाँ त नेपालमा त टिकटक पनि चल्छ, र हामीले काम गर्नु हो, हामी काम गर्दैछौँ। भन्छ नि कर्म गर फलको आशा नराख भन्छ। फलको आशा नराखिकन कन्टिन्यू लगातार काम गरिरहनु भयो भने तपाईँहरू पनि सफल हुनुहुन्छ। र आउनुहोस् है, अगाडि बढौँ, सबैसँग सम्बन्ध राखेर, यो नेपालको, यो इन्डियाको, यो बङ्गलादेशको नभनेर हामी सबैजनासँग एउटा डोरीमा बाँध्न सक्यौँ भने पक्का जय हुन्छ। एउटा छतमुनि सबैजना अन्तिममा सबै मित्र तपाईँका हाम्रा सबै चाहनाहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरूलाई एकदमै नमस्कार पनि गर्न चाहन्छु। अनि तपाईँहरूले जुन चाहिँ माया दिनुभएको छ, मलाई दिनुभएको छ, नारायण सरलाई दिनुभएको छ भने अरू कन्टेन्ट क्रिएटरहरूले पनि यसरी नै दुःख गर्दैछन् है। यो जग्गामा पुग्नु नपुग्नु भन्ने कुरा त एउटा परिश्रम पनि अनि निस्वार्थ भावनामा काम गऱ्यौँ भने हामी अगाडि बढ्न सक्छौँ जस्तो मलाई लाग्छ। र तपाईँहरू पनि आउनुहोस्, हामी एउटै डोरीमा बाँधिएर अगाडि बढौँ। हामीले एकले अर्कालाई निस्वार्थ भावले माया गऱ्यौँ भनेदेखि यो पार्ट टाइम वा आफ्नै
जब या आफ्नै बिजनेस आफ्नै सम्झेर गऱ्यौँ भने निश्चय अघि बढ्छौँ। यो प्लेटफर्म फेसबुकले दिएको छ भनेदेखि तपाईहरू निस्वार्थले जोगाजोग गर्नुहोस्, सम्पर्क राख्नुहोस्, हामी अघि बढौँ। धन्यवाद। धन्यवाद।